सबैलाई नमस्कार। मेरो नाम अविनाश प्रसाद शाह, म एल्टोमा कार्यरत छु। म 72 ब्रान्चदेखि काम गरिरहेको छु। म बिरल ब्रान्चबाट। मेरो नाम विश्वास प्रसाद कुशवाहा होइन। म अहिले एनल सुपरभाइजरमा काम गर्दैछु होइन। यहाँ 5 दिनको जुन ट्रेनिङ अर्गनाइज भएको छ, त्यसमा हाम्रो मेन्टर्सहरू सबै हाम्रो प्रोफेसनल एक्सपर्ट्सहरूको निगरानीमा चाहिँ धेरै नलेजहरू इन्हान्स भयो, नजानेका कुराहरू सिकेँ। एन्ड देन जुन सिकेका कुराहरू हामी आउने दिनमा इन फ्युचर हामी आफ्नो काममा जुन डेली अपरेसन्सहरूमा इम्प्लिमेन्ट गर्छौँ अनि आफूलाई ग्रो र आफ्नो कम्पनीको बेटरमेन्टको लागि हामी एकदम प्रोफेसनल ढङ्गले त्यसलाई अगाडि बढाउँछौँ। थ्याङ्क यू। यो ट्रेनिङमा मलाई एउटा राम्रो अपर्च्युनिटी पायो आउनलाई होइन। त्यसको लागि म राम्रोसँगलाई यहाँ टिम म्यानेजमेन्टलाई धन्यवाद भन्न चाहन्छु होइन। अनि यो जुन हामी ट्रेनिङमा छौँ होइन, त्यसबाट लास्ट टाइम मैले बेनिफिट पाएँ। क्लाइन्टलाई कसरी सपोर्ट दिने, जस्तै क्लाइन्टहरू धेरै जस्तो क्लाइन्टहरू जिस्किनेवाला हुन्छ 2 मिनटमा 3 मिनट होइन, त्यसको सर्भिस नपुग्यो। तर यहाँ मैले आएर होइन एउटा कुरा के सिकेँ कि हामी सिस्टमबाट नि क्लाइन्टलाई राम्रो सर्भिस दिन सक्छौँ। क्लाइन्टलाई हुँदैन, क्लाइन्टको सर्भिस बेटर बनाउन सक्छौँ। यहाँबाट मैले त्यो प्रोपर कुरा एउटा सिकेँ होइन। अनि आफ्नो टिम कसरी म्यानेज गर्न सक्ने, यत्रो थुप्रो मान्छेमा बसेर आफ्नो टिम कसरी म्यानेज गर्न सक्छौँ, त्यो पनि मैले कुरा यहाँबाट सिकेँ होइन। अनि आफ्नो नेटवर्क कसरी प्रोपर बनाउने त्यो पनि सिकेँ। अनि आफ्नो हुँदैन, आफ्नो सिनियरहरूसँग जस्तै हामी पहिला कलमा कुरा गर्दै त्यति इन्टरफेस थिएन हामीलाई। तर यहाँ आएर मैले त्यो एउटा अपर्च्युनिटी पाएँ कि आफ्नो सिनियरहरूसँग भेटघाट भयो, एउटा मिलजुल पनि भयो अनि इन्टरकनेक्सन पनि भयो।